स्याम्पूमा एक चीज मिसाएर राखिदिनुस् वा छर्किदिनुस् तपाईँ आफ्नो घरमा चाहिँ तपाईको घरबाट सबै मच्छरहरू भाग्नेछ। यसको लागि चाहिँ म एउटा चाहिँ पियाज लिन्छु र यो पियाजलाई चाहिँ यसको त्यो क्रस गरेर लिन्छु। यो पियाजलाई मैले चाहिँ यसरी बोक्रा चाहिँ ताछेर लिएकी छु र यसमा चाहिँ यसलाई कद्दुकस गर्छु। यसलाई कद्दुकस गरेर यसको लिनुपर्छ। यो पियाजलाई मैले यसरी चाहिँ क्रस गरेर लिएकी छु। यसमा पोटासियम र फस्फरस भएकोले एउटा चाहिँ यसबाट यस्तो केमिकल जस्तो रिलिज हुन्छ जो चाहिँ मच्छरलाई भगाउनलाई एकदमै सजिलो छ। र अब चाहिँ म यसमा चाहिँ 1 गिलास पानी हाल्छु। यहाँ मैले यो भीमसेनी कपुर लिएकी छु। यो भीमसेनी कपुर चाहिँ यसको सुगन्ध चाहिँ एकदम स्ट्रङ हुन्छ र हाम्रो लागि चाहिँ मिठो हुन्छ, तर मच्छरको लागि चाहिँ लामखुट्टेको लागि नराम्रो हुन्छ। यो चाहिँ यस्तो क्रिस्टल फर्ममा आउँछ र मैले यहाँ सानो सानो टुक्रा लिएकी छु। यसलाई चाहिँ मसिनो बनाउने र यो चाहिँ पूजावाला कपुर हो। यो पूजावाला कपुर चाहिँ त्यति चाहिँ यसको स्मेल चाहिँ कडा हुँदैन। म यो खास गरेर पूजामा युज गर्छु र यसलाई चाहिँ अब म एउटा ढुङ्गाले चाहिँ यसरी म मसिनो पारेर यो सबैलाई मसिनो पार्छु। यसको गन्ध चाहिँ यस्तो हुन्छ कि हाम्रो कोठा त एकदम फ्रेस हुन्छ, एकदम राम्रो लाग्छ हामीलाई। तर यो चाहिँ मच्छरलाई मन पर्दैन। यो सबैलाई चाहिँ यसमा हाल्दिने। अब म यहाँ चाहिँ एउटा स्याम्पू लिन्छु यसमा र यो स्याम्पू जुनसुकै स्याम्पू तपाईसँग छ त्यो हाल्न सक्नुहुन्छ यसमा। र यो सँगै म यहाँ चाहिँ एउटा यो लेमनको जुस लिन्छु। यो जुस केही निकालेर यसरी राख्ने। यो सबै एक आपसमा जब मिक्स हुन्छ नि तब चाहिँ एउटा यस्तो औषधि बनेर जान्छ। एउटा भनौँ न मच्छरलाई भगाउने, मच्छरलाई मन नपर्ने खालको एउटा यस्तो यो एक्टिभेट हुन्छ सबै। र यसलाई चाहिँ कम्तीमा 15-20 मिनटसम्म यसरी छोपेर राख्नुस् र यो मच्छर भगाउनको औषधि चाहिँ एकदमै रेडी भएर जान्छ। यसलाई 20-25 मिनट भइसक्यो छोपेको। यस्तो भयो, हेर्नुस् त कस्तो मजाको भयो। अब चाहिँ यसलाई म यसरी एउटा भाँडोमा छानेर लिन्छु। यो एउटा चाहिँ स्प्रे गर्नलाई औषधि तयार भयो हाम्रो घरको मच्छरलाई धपाउने। कस्तो राम्रो भयो। ल अब चाहिँ यसरी छानेर यसलाई चाहिँ एउटा स्प्रे बोतलमा हाल्नुस् कि तपाईसँग जुन रिफिल छ रिफिलमा चाहिँ हालेर तपाईँ यसलाई प्रयोग गर्न सक्नुहुन्छ र स्प्रे गर्न सक्नुहुन्छ। त म चाहिँ यो यस्तो बोतललाई म चाहिँ स्प्रे बोतल बनाएको छु र यसमा चाहिँ यो बिर्को जुन छ नि यो बिर्कोमा चाहिँ यस्तो पुवाल बनाएको छु किल्लाबाट र यसलाई चाहिँ यसरी बिर्को टाइट गर्ने, मजाले टाइट गर्ने र यसलाई स्प्रे गर्ने। तपाईँ चाहिँ आफ्नो झ्यालको वरिपरि स्प्रे गरिदिने यसरी। ल हेर्नुस् यसरी झ्याल वरिपरि अनि ढोकानिर जहाँ जहाँ मच्छर पस्ने छ तपाईँको घरमा र त्यो किचनतिर उता झ्यालतिर सबै ठाउँमा मच्छर आउने ठाउँमा यसबाट चाहिँ स्प्रे गरिदिन साँझमा। तपाईँको घरमा एउटा पनि मच्छर आउँदैन। र यो भिडियो मन पर्यो भने लाइक गरिदिनु होला, सेयर गरिदिनु होला र सब्सक्राइब गरी बेल आइकनमा थिची अलमा प्रेस गरिदिनु होला ताकि म यस्तो भिडियो बनायो भने सबभन्दा पहिला हजुरहरूले नै नोटिफिकेसन पाउनुहुनेछ। बाई बाई, टेक केयर, थ्याङ्क यू।